जेन्जी आन्दोलनमा ठुलो मात्रामा चाहिँ हात हतियारहरू पुलिस स्टेसनबाट मान्छेहरूले प्राप्त गर्नुभएको थियो। अब त्यो चाहिँ तपाईँले आफैसँग राख्नुभएको छ भने तपाईँलाई कतिसम्म सजाय हुन सक्छ त? मुलुकी अपराध संहिता 2074 को दफा 131 अनुसार चाहिँ तपाईँले इजाजत प्राप्त बिना कुनै पनि हात हतियार आफूसँग राख्नुभयो भने या अथवा तपाईँले कहीँबाट प्राप्त गर्नुभएको छ भने तपाईँले त्यो 35 दिनभित्रमा चाहिँ जिल्ला प्रशासन कार्यालयलाई फिर्ता दिनुपर्छ। तर तपाईँले त्यो फिर्ता दिनु भएन र आफैसँग राख्नुभयो भने चाहिँ तपाईँलाई 7 वर्ष कैद र 70,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था उल्लेख गरेको छ। इजाजत प्राप्त बिनाको हात हतियार लिएर अथवा तपाईँले चाहिँ बाटोमा हिँड्नु भयो भने चाहिँ तपाईँलाई कतिसम्म सजाय हुन सक्छ त? मुलुकी अपराध संहिता 2074 को दफा 132 अनुसार चाहिँ तपाईँले इजाजत नभएको चाहिँ हात हतियार राख्ने अथवा लिएर हिँड्ने गर्नुभयो भने चाहिँ तपाईँलाई 5 वर्षसम्म कैद र 50,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था चाहिँ उल्लेख गरेको छ है त।